आजको खाना चाहिँ गुन्द्रुक र भटमास। दादालाई चाहिँ अन्डा बनाइदिएको छु। आजको खाना चाहिँ गुन्द्रुक र भटमास। तितेकरलाई पनि भुटेको छु अलिकति। अब हाकिम साहब त तितेकरलाई खानुहुन्न, मलाई चाहिँ तितेकरलाई एकदम मनपर्छ। अचार पनि छ। हाकिम साहब तितेकरलाई खानुहुन्न, त्यही भएर अन्डा बनाइदिएको छु। मलाई चाहिँ सबैभन्दा मनपर्ने तरकारी के हो भनेर सोध्यो भने चाहिँ मलाई चाहिँ गुन्द्रुक हो। गुन्द्रुक र भटमास पायो भने चाहिँ मलाई केही चाहिँदैन। तर मेरो छोरालाई चाहिँ के मनपर्ने तरकारी के हो भने मासु भन्छ है। यस्तो मिठो छ नि तरकारी। झापाबाट ल्याएको गुन्द्रुक। तितेकरलाई नै मेरो फेभरेट हो। हामीले हिजोदेखि बसेको थिएन, मोबाइलमा चार्ज छैन। अहिले बिहान 8 बजेपछि बल्ल आयो अनि एकछिन चार्ज गरेको अनि भिडियो बना। बत्ती नै छैन। हिजो अलिअलि पानी पराइदिउँ बत्ती गएको। रातभरि नै हाफ लाइन आयो भन्छ छोरोले, म त सुतिहालेँ बेलुका।